हामीलाई ऊर्जा, शक्ति र मनोबल बढ्ने भनेको आफ्नो आफ्नो आत्मविश्वासले नै हामी अगाडि बढ्न सकिन्छ। अधिकांश व्यक्तिहरूमा के छ भने अलिकति सानो मानिसहरूलाई अब घर व्यवहारमा उताप चढाव हरेक कुराका समस्याहरू आउँछन् नि, त्यो समस्यामा चाहिँ आत्तिने, आत्मबल गिर्ने एकदमै यो बढ्दो छ। त्यही भएर म के भन्छु भने समस्याले पक्कै पनि समाधान लिएर आएको हुन्छ। तपाईहरू जो कोहीले पनि समस्या आयो भन्दैमा एकदमै मनोबल गिराउने, आफ्नो आत्मा सबैभन्दा ठुलो कुरो यो आत्मालाई एकदमै विश्वास गरेर आत्मबल हामीले बढाउनुपर्छ र आत्मबल बढ्नु भनेको हाम्रो ऊर्जा शक्ति बढ्नु हो र एकदमै आत्मबललाई अगाडि बढाउनको लागि हामी एकदमै सक्षम हुनुपर्छ र आत्मबलले नै हाम्रो ऊर्जा शक्तिलाई पनि बढाउँछ र आत्तिने व्यवहारहरू बिग्रियो, कुनै पनि अप्ठ्यारो साह्रो गाह्रो पर्यो भनेर त्यो ठाउँलाई छोड्ने पक्कै पनि कोसिस नगर्नुहोस्। किनभने म आफूले भोगेका कुरा, आफूलाई परेका कुराभन्दा बाहिर गएर म कहिले पनि बोल्दिनँ। किनभने हो, मानिसलाई व्यवहार गर्दै जाँदा हरेक कठिनाइहरू आउँछन्, त्यो आउने नै गर्नेलाई मात्रै आउने हो। यदि नगर्ने छ भने त्यसलाई कुनै पनि अप्ठ्यारा बाधा अर्चना पर्दैनन्। त्यही भएर आत्मबल चाहिँ एकदमै बढाउनुपर्छ हामीले र आत्मबलले नै हामीलाई ऊर्जा शक्ति दिने हो र जीवनमा केही गर्नु छ भने हामीमाथि समस्या आउँछ, पक्कै पनि आउँछ र समस्याले समाधान बोकेर आएको हुन्छ। हामीले एकदमै स्वच्छ भावनाले हामीले भगवानसँग एकदमै लिङ्क गरेर चाहिँ हामी भगवानसँग जोडिन् भने सारा समस्याहरू हाम्रा भगवानले नै दूर गर्नुहुन्छ। एकदमै हामी भगवानमाथि भरोसा गरेर र कर्म चाहिँ एकदमै राम्रो गर्नुपर्छ, सङ्कल्प राम्रो गर्नुपर्छ र जो सङ्कल्पले नै हाम्रो दुःख सुखमा साथ दिएर हामीलाई अगाडि बढाउने गर्छ। म सम्पूर्ण मेरा साथीभाइ शुभचिन्तकहरूलाई म यही भन्न चाहन्छु, तपाईहरूले समस्या पर्यो भन्दैमा नआत्तिनुहोस् र समस्याको समाधानको लागि तपाईँ जहिले पनि अगाडि बढ्नुहोस् र भगवानसँग तपाईँले चाहिँ एकदम जोडिनुहोस् र एकदमै शुद्ध सङ्कल्प गर्नुहोस्। तपाईँ जहिले पनि सफलतामा पुग्नुहुन्छ भन्न म चाहन्छु र मेरो जयकला बस्नेत उच्च विचार यो जुन युट्युबमा तपाईँहरूलाई मैले भनेका कुरा कस्ता लाग्छन् हेरेर तपाईँहरूले मलाई यसको चाहिँ प्रति उत्तर पनि दिनुहुन भन्ने एकदमै म चाहन्छु। धन्यवाद, नमस्कार।